हेलो साथीहरु, सुमन तिवारी अफिसियल युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो पिके भाइन्स टिमको वडा नम्बर 420 सुटको लागि चाहिँ नयाँ लोकेसन हेर्न हामी जाँदै छौं। हामी चाहिँ कुन ठाउँमा पुगेर कस्तो लोकेसन हेर्ने छौं, हामी को छौं र हामी आज के गर्ने छौं भन्ने कुरा चाहिँ सबै कुराहरु तपाईहरुलाई यो भिडियो मार्फत म देखाउने छु। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। अब कतै पनि ढिला नगरी आजको रमाइलो भिडियोतर्फ लागौं है त। ओ माय गॉड, यो डेन्जर ब्लग हो। ओहो, के छ नि तपाईको के यो युट्युबमा हाल्ने कि टिकटकमा? युट्युबमा। ओ माय गॉड, ल नमस्ते सबैजनालाई नमस्ते। उहाँको जति पनि हुनुहुन्छ एकचोटि फेरि अनसब्स्क्राइब गर्नु होला। तीनजनाले के यता हाम्रो दाइ हुनुहुन्छ। दाइ नमस्ते। आज चाहिँ हामी चाहिँ मोडल 420 को लागि चाहिँ हामी नयाँ ठाउँ लोकेसनको लागि चाहिँ हामी आज हेर्न हिँड्दै छौं। यहाँबाट आज हामी लोकेसन हेरेर त्यसपछि फर्किन्छौं है। यो चाहिँ नेटा भी हो। नेटा भीमा हामी 5 जना हिँडिरहेको छौं। भित्र हिँडिरहेको छौं। यहाँ अहिले हामी चाहिँ अहिले चाहिँ हामी यहाँ बाबु 50 सम्म युवा नेता हुन्छ नानी। हजुर 50-60 सम्म त युवा नेतै हुन्छन्। उहाँ चाहिँ केटा पनि हैन केटी पनि हैन भने जस्तो कुरो आयो। के छ त 70-80 के भएर कस्तो यता उहाँ चाहिँ हाम्रो एकदम खतरा सर हुनुहुन्छ। उहाँले चाहिँ फेरि यता नहुँदा भनेर गाडी रोक भनेर फेरि साइडमा यो लगाउँ मिलाएर लगाउँ, सिसा लगाउँ। उहाँ चाहिँ जे भने त्यही मान्नुहुन्छ। त्यो पेन्टको चेन पनि लगाउनु। प्याराग्लाइडिङ हो नि। साथीहरु, हाम्रो यात्रा चाहिँ रमाइलो भइरहेछ। हामी अगाडि हिँडिरहेछौं मजाले, सबैजना इन्जोय भएर। हामी चाहिँ हाम्रो लोकेसनको करिब नजिकमा आइसकेका छौं। ल हाम्रो चाहिँ लोकेसन चाहिँ हाम्रो यहाँ लोकेसन हेर्दै आउँदाखेरि हामी यो सिन्धुपाल्चोकको जाल्पादेवी सामुदायिक जयसी गाउँ रहेछ। यो जयसी गाउँ राम्रो छ है हाम्रो लोकेसन साथीहरु। यो चाहिँ मेलम्ची नगरपालिका जयसी गाउँको लोकेसन चाहिँ हामी लोकेसनमा छौं है। हामी वडा नम्बर 420 को सुट चाहिँ अब यहाँ हामी चाँडै गर्दै छौं। यो यहाँ कलेज छ। यो कलेजको लागि यो सुट कलेजको लागि हामी यो लोकेसन हेरेछौं। र यो मेलम्ची नगरपालिका यो वडा कार्यालय यो हो। एकदमै राम्रो लोकेसन छ। लोकेसन त्यसो धेरै अरु जे पनि भेटिन्छ यहाँ। इन्डोरलाई बरु उही लगाएर सेट हालेर गर्न सक्यो। हजुर बढी सेट हालेर गर्न। सुटिङ लोकेसन हेर्दै आउँदाखेरि चाहिँ ठ्याक्कसँग चाहिँ हामी सिन्धुपाल्चोकको यो हैन जयसी गाउँमा आइपुगेका छौं। यहाँ चाहिँ ट्राउट भिलेज रिसोर्ट है। ट्राउट माछा पाउँदो रहेछ यहाँ चाहिँ दामीसँगले चाहिँ। ल अब हामी चाहिँ ट्राउट माछा हामी टेस्ट गर्छौं है त। यहाँ चाहिँ ट्राउट माछा है। ल यस्तो दामी तरिकाले यहाँ चाहिँ यस्तो रहेछ। हाम्रा साथीहरु माथि जाँदैछन्।
आधी केजीको पार्नु भयो के हो नवीन सर? पवनजीले मार्नुहुन्छ ल पवनजीले। त्यो मरेको के खानु हो निकालेर अब। ल हानु हानु मानौँ 5 केजीको निकाल्नु पवनजी। त्यसको दिन बलिएर छ। देवसाद ट्राउट माछा खाने होइन? जोड़ ले जोड़ ले। नवीन सरले कतिवटा निकाल्नु भयो? ल निकालौँ निकालौँ निकालौँ। ल यहाँ चाहिँ हाम्रो नवीन सरले फिसिङ गर्दै हुन्छ है। ये निकालिहाल्ने हो? माछाले टोकेपछि फेरि कहिले निको हुँदैन नि फेरि। यो नवीन सरको कुरा पत्याउनु थाल्यो भन्छ। बना लाउँदै गरौँ नि त अहिले पुगेन मात्र पुग्दैन भने एउटा निकाल्छु म। आफै काट्ने हो? ल साथीहरू अब कडा मेहनतका साथ हाम्रो साथीहरूले माछा समात्न सफल भइसक्नु भएको छ। त्यस पछाडि अब चाहिँ हामी चाहिँ माछा खानातर्फ लाग्छौँ अब फ्राई गरेर है त। ल साथीहरू अब हामीले चाहिँ खाजा पनि खाइसकेको छौँ। अब चाहिँ भने हामी फर्किनु पर्ने हुन्छ। आजको दिन कसरी बित्यो भनेर चाहिँ तपाईँहरूलाई मैले भिडियो मार्फत देखाइहालेँ। फेरि पनि अन्तिममा मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र फेरि पनि नेक्स्ट टाइम अर्को न्यू भिडियोको साथ म उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि सबैजनालाई धन्यवाद, नमस्कार।